दुर्ताको तिमी उदाहरण हौ हिउँदो बर्खाले बेसी भेडीको चुचुरले रणबन Hello guys, welcome back to my channel again. आजको भ्लग चाहिँ म न्युजतिर जाँदैछु सानो काम छ सो त्यतातिर जान्छु काठमाडौँको 2-4 दिन भयो सो बेसिकली घुमेको छैन आज चाहिँ घुमौँ भनेर निस्केको यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला यदि केही मनमा छ भने भनिदिनु होला सो यो चाहिँ हेल्प हुन्छ प्लस सब्सक्राइब गरिदिनु भने सबैलाई धन्यवाद हामी नियरली 200 पुग्न आँटेछौँ सो जस्ट किप सब्सक्राइबिङ सो अब जाउँ हामी न्यु रोडतिर अब के हुन्छ हेरौँ हामी चाहिँ अहिले न्यु रोडमा आएको त्यो घडी बनाउनु दिएको थियो अस्ति लगेको 2 महिना पनि भएको छैन घडी बिग्रियो त्यही पनि एक्सपेन्सिभ घडी बनाउनु लगेको 2 महिना हुँदैन बिग्रिन्छ नेपालको प्रडक्ट यस्तो छ प्लस बनाउनु दिएको हिजो आउँदा हुन्छ नि आज चाहिँ फेरि म थिइनँ किन भन्नु भएन भोलि आउनु पर्सि आउनु भन्छ जबरजस्त वाचको लागि पनि कतिचोटि आउनु यहाँ यस्तो छ नेपालको सिस्टमदेखि लिएर व्यापारीहरूसम्म यस्तो छ अनि के प्रगति लाग्छ कहीँ उँभो लाग्छ गाह्रो छ अब भनेको चाहिँ मेमोरी कार्डको लागि उता न्यु रोडतिर जानु लागेको भर्खर कल गऱ्यो आउनु स्ट्रेट लक्ष्मी बिल्डिङमा भन्दै थियो बिल्डिङ खोज्दै फेरि जानु लाग्यो टाइम वेस्ट मात्रै भयो एटलिस्ट हिजै भनिदिएको भए सजिलो हुन्थ्यो नि त्यो पनि होइन एउटा त न्यु रोड आउँदाखेरि पार्किङ हुँदैन अर्को एक्सपेन्सिभ पार्किङ हुन्छ बाइक राखेको ठाउँमा कोरिने टुट्ने फुट्ने इट्स सिम्पल भइसक्यो अहिले चाहिँ हामीले लगभग 5 किलोमिटर पर बाइक राखेर आएको छौँ हामी हिँड्दै हिँड्दै यस्तो छ प्रब्लम सामान लिन आएको यस्तो जे कुरोमा पनि वेट गर्नुपर्ने दुःख मात्रै पाइन्छ यो अब यो टुक्रालाई नाच्दै महँगो के छ हौ यसमा यस्तो फाइनली कार्ड पनि लियो एक्सपेन्सिभ रहेछ एकदम त चाहिने नै भयो सो त्यही भएर लिएको नै पैसा टाल्न त मन थिएन बट इभेन्चुली मैले किन्नै पर्छ सो किनिहालेँ अरू ठाउँमा पनि बुझेको हिजो चाहिँ ताम्राकार हाउसभित्र चाहिँ 5500 भन्दै थियो सो आज त हल्का डिस्काउन्ट गरेर लिएको यता चाहिँ अब चाहिँ हामी बाइक राखेको ठाउँतिर जानु लाग्यो फर्किनु छ प्लस साथीले पनि फेरि इन्भिटेसन दिएको छ उसले बजाउने ठाउँमा आऊ भन्दै थियो 6:30 भित्रमा सो हामी चाहिँ त्यतातिर लाग्छौँ होला सो लेट्स सी अब त्यहाँ हुन्छ जाउँ के हुन्छ कस्तो छ यता साइड लगाएर सोध्नु न हामी चाहिँ यहाँ आज स्वयम्भू अगाडिको अपोजिट न्यू ई पोइन्ट भन्ने ठाउँमा चाहिँ आएको छौँ मेरो साथी चाहिँ बजाउँदैछ अरे त्यहाँ जानु लाग्यो लोकेसन खोज्नु चाहिँ एकदम गाह्रो भयो अपोजिट भन्दै कुन चाहिँ अपोजिट कता हुन्छ सो फाइनली वी आर हियर नाउ अब भित्र जान्छौँ हेरौँ के छ कस्तो छ सो हामी चाहिँ इन्ट्रान्सबाट माथि जाँदैछौँ आएर न भरि चाहिँ लेट्स एक्सपेक्ट राम्रै छ सो यो चाहिँ हामी धेरै माथितिर जाँदैछौँ दिस इज द डेकोरेसन न्यू भ्यू इभेन पोइन्ट रहेछ इभेन पोइन्ट न्यू इभेन पोइन्ट
कता हो माथि तल माथि रहेछ we're just moving up so let's see निकै माथि रहेछ टपमा छ जस्तो छ रेस्टुरेन्ट चाहिँ टपमा छ जस्तो छ एकदम हिँडेको हिँडै भइरहेछ भने चाहिँ so right here thank you so हामी चाहिँ माथि आएको we are here कहाँ छ बजाउने ए हो जन्तु यहाँ बसिरहेछ बसिरहेको छ So he's the one. यो चाहिँ मेरो साथी हो, so बजाइरहेको छ अहिले. He just invited us. त्यही भएर हामी चाहिँ आएको. So we are just having some water first. म त कफी खान्छु ल. पनि रमाइलो लाग्यो भन्ने म आशा गर्दछु. आज फ्राइडे नाइट सबैजना इन्जोय गरिदिनु भयो होला. आज न्यू इभेन्ट पोइन्टमा आइदिनु भयो. आज हाम्रो भेट हुने दिन थियो. त्यसको लागि पनि थ्याङ्क यू यहाँ आइदिनु भएकोमा. हामी सधैँ फ्राइडे हामी यहाँ होम भ्याली हो. तपाईँहरूलाई हामीलाई हेर्नु मन छ भने यहाँ आउन सक्नुहुन्छ. फेरि पनि S2 ब्याङ्क हाम्रो नाम अनि यहाँ S2 भन्दा पनि न्यू इभेन्ट पोइन्ट यहाँको म्यानेजर अनि सबै स्टाफहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु म. जसले हामीलाई आफ्नो रात बनाउनलाई आफ्नो टाइमलाई राम्रो दिलाउनुको लागि उहाँहरूले जुन सर्भ गर्नुहुन्छ त्यसको लागि थ्याङ्क यू. सो हाम्रो फर्स्ट सङ नमस्ते भन्दै सबैजनालाई वेलकम गर्न चाहन्छु. यो चाहिँ हाम्रो फर्स्ट सङ वेलकम नमस्ते. थ्याङ्क यू. गाना सुरु गरा
सपनाहरू पोखो पनि अधिकार छैन तर एउटामा नखी भावना छैन तिमी कल्पना हो वास्तविकतामा छैन मेरो भ्रम हो परिभाषित मैले गर्न सकिन तिमी मेरा हरेक चाहना अनि भावना हो मेरो मनभित्र हरेक खुसी हो मेरो सपना भरि तिमी छौ मेरो जीवन भरि तिमी रहनेछौ मेरो मृत्युसँगै तिमी पनि रहनेछौ Thank you. हिउँदो बर्खालेक बेसी भेडी गोठ चल्ने रणवन हिउँदो बर्खालेक बेसी भेडी गोठ चल्ने रणवन कोसित गयो आज किन मसितै छैन मेरो मन बगानीले मन बगानीले मन
स्वरूप तस्बिर माया गर्नेहरूलाई भलै छोटो होला यहाँ सबै दृश्य दामलाई जिन्दगी नरहोस् रहिरहने त्यसमा कोही पलहरू तिमी छौ तिम्रो प्यारो मान्छे छ त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने तिमी नै हौ मलाई माया गर्ने तिमी नै हौ 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 मलाई खुसी दिने तिमी नै हौ तिमी नै हौ तिमी नै हौ तिमी नै हौ तिमी नै हौ
lines that I couldn't trust. I was lost. Oh, गरेको तिमी एउटा टाइम टु गो होम हामी चाहिँ इन्जोय गर्न सक्छ भन्दैछ सो इभिनिङ वाज वन्डरफुल हामीले इन्जोय गऱ्यो बस्यो पनि रमाइलो रहेछ ठाउँ चाहिँ स्वयम्भूको अपोजिटमा ठ्याक्क राम्रो छ एकदमै प्लेस चाहिँ हुनलाई फ्राइडे स्पेसली ब्यान्डसँग ब्यान्डसँग चाहिँ इन्ट्रेक्ट गर्न चाहिँ रमाइलो हुँदो रहेछ सो न्यू इभेन्ट पोइन्ट आउँदा हुन्छ हामी चाहिँ अब निस्किसक्यो अब चाहिँ फर्किन लाग्छ नेक्स्ट ब्लगमा फेरि हामी आउँछौँ बाई